Tira. Hello, hi and namaste सबैजनालाई। आज छुट्टी छ, छुट्टी भएर यहाँ घरमा बसेर खाना रुचेन र यहाँ खाना खान लागेको अब यतिखेर भोक लागेर खाना चाहिँ धेरै हालेको छैन हो, कति केजी होला थाहा छैन। अब यसमा थपिन्छ फेरि आज के अन्त यहाँ एउटा भिडियो सामान पनि आएको थियो मेरो, एउटा सानो खालको ट्राइपोड सेल्फी स्टिक ट्राइपोड। अनि अर्को भनेको चाहिँ यो माइकबाट मैले नयाँ माइक हुन्छ नि जुन स्पिकर उयसको साउन्ड आउनुको लागि माइक ल्याएको थिएँ मैले, यो काठमाडौँमा हुँदै ल्याएको थिएँ। यो चाहिँ छोला चना, यसमा चाहिँ अन्त अब यो अदुवा करेला रुख टमाटरको यो चाहिँ लास्टै मेरो फेभरेट हो। यो चाहिँ मजा आउँछ खानु, सक्क हालेर चाहिँ होइन तपाईँको दिनु पर्ने हुन्छ कि। यति त बजाउनु पर्यो है। अनि यो भिडियो यसो भात पनि खानु पर्यो, भिडियो पनि ठक्कै सामान पनि लिएर आएँ। अन्त यो माइकबाट अस्ति मैले गीत रेकर्ड गर्दाखेरि चाहिँ राम्रो आयो नि, मैले युज गरिरहेको छु। गीत राम्रो आएन अनि भोकल राम्रो नभएर चाहिँ अब भिडियोमा बोल्दाखेरि मात्रै कि लाउड भोकलले हो कि भनेर चाहिँ अनि आज यो यसबाट चाहिँ यो हेर्नुहोस् राम्रो हुन्छ भनेर आएको है। यसमा अब सेट दुईवटा चाहिँ यहाँभित्रै छ, यहाँ छँदैछ सेटै छ। यसमा बाँकी अब एउटा यो दुईवटा बिचको र यो चाहिँ एउटा यहाँ युज गरेर अनि हेरौँ आज साउन्ड यो भिडियो कस्तो हुन्छ। अन्त भात खाएको भिडियोहरू कहिले मैले बनाउनु भिडियो बनाउनै छोडिसकेको थिएँ। यसो सोचेँ अन्त आज बनाउनु पऱ्यो भनेर चाहिँ अनि आज ठक्कैसँगले खाना पनि यहाँ खानु पऱ्यो भनेर चाहिँ यसो विचार गर्दै अन्त ठक्कै अब खानु पऱ्यो धेरै यस्तो चाहिँ हुन्छ भनेर ल। अब यति त खानु पऱ्यो भने यो लगभग 3-4 किलो छ न, यति त खानु भयो। निकै भएन आएको यस्तो भएको छ। आज खाइए मजा आउँछ। परेर लगेको छ पिरो हेड
ड्युटी जाने होइन ड्युटी जाने बानी भएर 12 बजेपछि चाहिँ यस्तो तुफान भोक लाग्छ अति बिचमा चाहिँ खानै रुच्नु छोड्यो क्या टेन्सन लिएर ठिकै टेन्सन भइबस्छ टाउको दुख्छ त्यस्तै अनि ठोक यता त्यता कुद्दा मर्निङ यो त्यो ठक्कै एउटा पिकअप लिएको छ धेरै कुरा छ बिचमा भन्नु पनि तर पछि नेक्स्ट भिडियोतिर भन्नुलाई यो चाहिँ मैले ट्राईको लागि आज भिडियो बनाएर गाउँले चाहिँ अब सामानहरू भएर चाहिँ मलाई ट्राई हुन्छ नि भिडियो बनाउनु अब कतिजनाले भन्छ भिडियो बनाएर राम्रो यस्तो बनाएर अब मसँग इक्विपमेन्ट नै थिएन सामानै हुन्थेन केही पनि अनि खिच्दिने मान्छे पनि हुन्थेन फेरि हो अन्त आफै भित्तामा टसाएँ भित्तामा राखेँ बनाएँ गाह्रो हुन्थ्यो मलाई त्यो डान्सको भिडियोहरू पनि कमेडी भिडियोहरू पनि त्यही कहाँ लाइट पर्छ कहाँ के हुन्छ अब अझै मसँग लाइट छैन म बिस्तारै एउटा एउटा साबुन गर्दै जोड्दैछु भिडियो लिएर आउँछ म अर्को भिडियोहरू आज अब नेक्स्ट अर्को भिडियो अहिले कति बजी अहिले 1:20 भयो 1-2-3 बजीतिर चाहिँ म स्यान्डविच आज स्यान्डविच चाहिँ भेज स्यान्डविच चाहिँ मजाले माया ससहरू सबै बनाएर म देखाउँछु तपाईँहरूलाई भिडियो लिएर आउँछु त्यो भिडियो Rami hả? मजा आयो यम्मी